हेलो नमस्ते एभ्रिवान। आज म हजुरहरूलाई व्हाइट ब्रेड कसरी बनाउने भनेर सिकाउँछु। फर्स्टमा चाहिँ हामीले मैदा जोख्नुपर्ने हुन्छ। यो हाम्रो चाहिँ 18 केजीको रेसिपी हो। फर्स्टमा चाहिँ मैदा हामीले मजाले छानेर जोख्नुपर्ने हुन्छ। यो गरे पनि हाम्रो डस्ट पार्टिकलहरू जाँदैन मैदामा। र यसपछि अब हामीले चिनी जोख्नुपर्ने हुन्छ। चिनी चाहिँ हाम्रो 1 केजीमा 60 ग्रामको दरले हालेका हुन्छौँ। यो चाहिँ रेसिपी अनुसार फरक नै हुन्छ, तर खासै फरक पर्दैन। त्यसपछि क्याल्सियम, मिल्क पाउडर, इस्ट, ग्लुटिन, इम्प्रुभर, साल्ट। त्यसै गरी हाम्रो साल्ट चाहिँ 1 केजीमा 20 ग्रामको दरले हाल्ने, र ग्लुटिन पनि 1 केजीमा 20 ग्रामको दरले नै हाल्ने, र इस्ट पनि हाम्रो 1 केजीमा 20 ग्रामको दरले नै हाल्ने, र मिल्क पाउडर त्यसै गरी 1 केजीमा टेस्ट अनुसार 20 अथवा 30 ग्रामको दरले नै हाल्ने। र त्यसै गरी हाम्रो क्याल्सियम रह्यो। क्याल्सियम 1 केजीमा 1 ग्रामको दरले हाल्छौँ, र त्यसै गरी इम्प्रुभर 1 केजीमा 10 ग्रामको दरले हाल्छौँ हामीले। यो चाहिँ रेसिपी अनुसार फरक नै हुनसक्छ 1-2 ग्राम, र त्यसले खासै फरक चाहिँ पर्दैन। र इस्ट चाहिँ हामीले जाडो महिना भएको कारणले 1 केजीमा 20 ग्रामको दरले हालेका छौँ, र हजुरहरूले गर्मी महिनामा 1 केजीमा 10 ग्रामको दरले हाल्न सक्नुहुन्छ। र अब पानी हाल्नुपर्ने हुन्छ। पानी चाहिँ हामीले 1 केजीमा 500 ग्रामको दरले हालेका छौँ। र त्यसै गरी सबै रेडी भइसकेपछि हामीले सबैलाई डो मेसिनमा घुम्नलाई हाल्दैछौँ। र यो चाहिँ हामीले 10 मिनट घुमाउनु पर्ने हुन्छ, र यसलाई हामीले 10 मिनटका लागि घुम्नलाई छोडिदिन्छौँ। र यो हाम्रो यता घुम्दै गर्दा हामी यता चाहिँ मोलमा तेल लाउँछौँ। मजाले तेल लायो भने चाहिँ हाम्रो मोलमा ब्रेड टाँसिँदैन। त्यसैले मजाले वरिपरि चारैतिर तेल लाउनु पर्ने हुन्छ। र यसै गरी हामीले लास्ट 3 मिनटमा तेल हाल्नुपर्ने हुन्छ। तेल चाहिँ हाम्रो 1 केजीमा 50 ग्रामको दरले हाल्नुपर्ने हुन्छ। हाम्रो रेडी भइसकेको छ डो। यसलाई अब हामीले निकाल्छौँ। निकालेर टक्क टेबलमा राख्छौँ। टेबलमा राखिसकेपछि फोल्ड गरेर पन्चिङ गरेर डोलाई रोल गर्नुपर्ने हुन्छ। यो हाम्रो चाहिँ 1 केजीको डो हो ल। हाम्रोमा चाहिँ अलिक ठुलो ब्रेड बन्छ। यो प्रोसेस चाहिँ अलिक ध्यान दिएर हेर्नु होला। मजाले पन्चिङ गरेर फोल्ड गरेर मजाले हाम्रो पामले रोल गर्नुपर्ने हुन्छ। यो सबभन्दा ध्यान दिनुपर्ने कुरा यही हो। राम्रोसँग हेर्नु होला यो ध्यान दिएर। यसले चाहिँ हाम्रो ब्रेडलाई एकदम टाइट गरेर गऱ्यो भने ब्रेडको जाली एकदम राम्रो आउँछ, होइन भने ब्रेड खोक्रो आउँछ। त्यसैले ध्यान दिनुपर्ने हुन्छ। र यसपछि अब हामीले बिर्को लाउँछौँ। मोलमा बिर्को लाउनेछौँ। हाम्रो चाहिँ अलिक धेरै क्वान्टिटीको हो ब्रेड, त्यही भएर हामीले अलिक धेरैमा लाउनु पर्ने हुन्छ। हजुरहरूले 1 केजीको रेसिपी अनुसार आफ्नो घरमा नि 1 केजीको रेसिपी अनुसार बनाउन सक्नुहुन्छ। र यसलाई अब हामीले 20 देखि 25 मिनट प्रुफिङको लागि छोड्नुपर्ने हुन्छ। र 20 देखि 25 मिनटमा हाम्रो प्रुफिङ भइसकेको छ। र 80% प्रुफिङ भइसकेपछि अब यसलाई हामीले बेक गर्नको लागि ओभनमा हाल्छौँ। र यसलाई चाहिँ हामीले 45 मिनट पकाउनु पर्ने हुन्छ ल। 45 मिनटमा हाम्रो बल्ल रेडी हुन्छ यो। र टेम्परेचर चाहिँ हाम्रो 180 डिग्री हुनुपर्छ, तलको र माथिको दुवैको। र अब हाम्रो 45 मिनटपछि ब्रेड रेडी हुन्छ। ल हेर्नुहोस् है त, हाम्रो ब्रेड पाकिसकेको छ। हेर्नु कति मजाले कलर आएको छ। हजुरहरूले नि घरमा बसेर ट्राई गर्न सक्नुहुनेछ। थ्याङ्क यू।